हामी अब कोठाबाट निस्किरहेको छ है ल। दर्शन नमस्ते सबैजनालाई। घर जाने खुसियाली म माथि सुटी माडेर बसिरहेको छु। यस्तो छ बिजोग। कस्तो कस्तो यार यो यार यता यता छ यस्तो है। यता दुईजना सुत्ने है। यता एमबाबे रेडी भइसकेका छन् आजको खुसियालीमा। हामी चाहिँ यताबाट सर जान्छौँ अब सिधै केलाङ जान्छौँ। केलाङ हुँदै कोत्रा होइन सरलाई हामी रेडी भइसकेका छौँ है। कपडा धुनु पनि यहाँ बिजोग छ यस्तो छ होला। गाह्रो छ हौ गाह्रो छ। ल गाइस ल फाइनली हामी घरमा निस्क्यौँ है आज। हाम्रो ताल चाहिँ यस्तो बिजोग छ हौ गाइस। ल आज कहाँ हिँड्यो अरे आज? कुन ठाउँ अरे आज? हाम्रो बेला निक्लिँदैन जाँदैनन् आज। यहाँ साइकलका धेरै रहेको छ नि है। फाइनली गाइस आज फोन किन्ने मान्छे हेर एउटा नयाँ बेला भने एउटा फोन किन्ने भने यहाँ है। फोनको मालिक भने हामी बहिनी घर मलेसियाको घर है। हाम्रो मलेसियाको घर यस्तो हुन्छ नयाँ बेला मोबाइलको मालिक के छ? मोबाइलको मालिक के कस्तो फिल्म रहेछ जानेसम्म चिन्न त पाएन। पछाडि पाँचजना छ गाह्रो छ। चल हामी चाहिँ पाँचजना छौँ है। यता दुईजना हुन्छ सबसँग जाँदाखेरि हामी सलक्क लाएर यस्तो छ हाल्दैछ। यस्तो छ आजको सबजनालाई हामी चाहिँ चट्ट मामा उता हुन्छ चट्ट लाएर नमस्ते हुन्छ। घरतिर यसो हेर्दाखेरि ओखर घुम्न गयो भने के गर्छ होइन? गाडी कुन हो यो गाडी होइन? उयो होला होइन केल गाडी? केल 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 कतिजना हामी? केल 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 केला छ 50 सोनो एउटा निकाल दे। गाह्रो छ यार कति घर जाने मान्छे हामी बस्नु चढियो यस्तो छ बस पुरै खाली होला। मामा आइहाल्यो भन्नु ल हामी अब सर बद्रा आइपुगेका छौँ। र यहाँदेखि अब खाना खाँदै जाँदैछ हामी नेपाली होटेलमा। कहाँनिर छ साथी होटेल? कहाँ कुन होटेलमा जाने? मण्डला मण्डला होटल मण्डलामा हामी खाना खान जान्छौँ। ल किसिस कहिले गर्छ र किसिस झन् केटी हुन्छ नि कि होला है घडी के अनि किन बोकेर हिँड्दा मैना राखेर कहाँ नि कहाँ किन ल बधाई छ। ल घर जा शुभयात्रा राम्रोले जाऊ। हामी यहाँबाट जान्छौँ नेपाल होटेलमा खाना खान्छौँ। त्यहाँपछि फेरि मोबाइल किनेर जाने रहेछ होइन। मोबाइल किनेर अनि फर्किँदैछौँ। यस्तो छ घन्टाघर आइपुगेका छौँ। नेपालको घन्टाघर अहिले फेरि सरेर यस्तो बनेको छ। गाह्रो छ यार अस्ति भएर होइन तिमी अस्ति कुचेले लिएर भन्थ्यो त यहाँ के थाहा मलाई अस्ति कोसी दा भनेर भन्थ्यो। यो भिडियो सकेसम्म घरसँग सेयर गर्दैन नि। अभिजा अभिजा जङ्गल बनाएको छ अरे यहाँ त अहिले
गाह्रो छ हामीलाई खोइ हो काखल यार हो खाने भनेकै मण्डला हो हाम्रो खाना खाने जक्सन भनेको मण्डला है रेस्टुरेन्ट मण्डला मण्डला बन्द आएको छ म आऊ मण्डला आज ढिँडो खाने हो होइन होटल मण्डला क्याटको व्यस्त नि छ है यहाँ चाहिँ खोइ टोटो काट्ने हो र आज टोटो पनि छ माछा यता बाहिर बन्द हो क्या यार ढोका पनि हालेर स्याहार ल फाइनली हामी मण्डला फेरि आएका छौँ है हामी यतै ल ठुलै पनि बस्नु होला होइन उता बस्नु त यसमा बस्नु नि त्यसमा यहाँ यता यता बाहिर गोरुको सुकुटी खाँदैछ हर्जनी मान्छे स्टल र पुरै फुल लिएर बस्यो म्याकडोले मामा चिसोमा हुनुहुन्छ अब पुरै एउटैले खाँदैछ हामी पानी खाँदैछौँ मामा चिसो खाँदै हुनुहुन्छ ल खाँदैन हो मुख नबिहान रक्षा हाँसेर खानु यार रक्षा नि मुख बिहार खान्छ त आइसक्यो मिस आमा भाइले कति खान्छ ढिँडो ल है केटा स्वादले खाएँ आज ढिँडो धेरै पछि हो फेरि ढिँडो खाने भनेको हामी के कसो होइन आमा भाइले ढिँडो खाँदैछ है ढिँडो चाहिँ खाने कुन केबाट खाने यस हजुर के म भन्छु ल सुकुटी एउटा ल्याइदिनुहोस् न हामीलाई ढिँडो आइहाल्छ धेरै कहाँ राखेँ बोतल कहाँ राखेँ बाबु दिदी हाम्रो एउटा सुकुटी बनाइदिनु है अलिक ग्रेभी बनाइदिनु ढिँडोसँग खानु सुकुटी एउटा अलिक ग्रेभी खालको ढिँडोसँग खानु सुकुटी ग्रेभी पारेर अलिक चाँडो भयो भने बनाइदिनु यो ढिँडो खाँदै दाम है दाम त खाए दाम हाल्नु चोपन के गरिरहेको छ दाम लगेर हाल्छु नि हो यो हुन्छ नानी सुकुटी भट्टी भन्दा पनि यसो भिडियो हेर्नुहुन्छ ढिँडो खाँदै हाम्रो केमा होइन सम्झना हो क्या हामीलाई के मतलब भ्लग बनाउनु जान्छ होइन एउटा यात्रा हुन्छ नि त लुगा गरेर इडिट गर है सुकुटी मैले ग्रेभी भन्दै कसो छ सुकुटी मैले भन्नुपर्छ नि त मेरो बुझिन्न भाइ हो केही पनि केलामै दुइटा पुरी खाएर त्यहाँ बराबर मामा के खानु अनि पुरी तरकारी राम्रो लाग्छ नोट्छ क्या यहीँ राख न के पर्छ यहाँ राख माथि चढ्दा तिम्रो हाल्नु माथि हाल्नु माथि खान सक्दिनँ क्या म ल हाम्रो पुरो के अरे होटेल भने सबभन्दा खाने सबै हुन्छ बरु कहिले हामी खाइदिएन तर म त बुझाउँदैन नि कति पनि नबुझा नबुतापिन पैसा भएन अङ्कल घरबाट पैसा राख्छ यहाँ पनि 3 लाखको मोबाइल किन्छ मेरो वास्ता गर्दैन भनेको गुनासो छ केही कुरा गराएको होइन घरमा कति 6 लाख मान गएको नि त अङ्कल दिदी त 6 लाख 7 लाख मान गएको नि त कति हाम्रो दिदी क्या दिदी खान्छ क्या भान्जी हामी चाहिँ 2 थाल ढिँडो खाएर फेरि 1 थाल भात बिजोग छ
भन्दिनु अङ्कल भन्दैन राम्रो ल दाल अचार ढिँडो भात लाएन मैले भात फर्किहाल्ने हो फर्किहाल्ने खानीको मोबाइल किन फर्क्यो या अब जाऊ ल पुरै भएन किन क्या कता लग्यो वन्टीले फोन रामहरूले फोन गर्नु भन्दै यता मेरो नम्बरबाट फोन गर्दा ल ल ल अरू बेला चाहिँदैन नि यसलाई मान्छे चाहियो रोसी खाने बेला हुन्छ नि स्वानी गर्छ ल रोटी आदि खाने भात खाने बेला हुन्छ त्यहाँ लाइन हुन्छ थाहा भएन अङ्कल अब भन्दै खायो के थाहा ल राम्रै ल गुड बाई अरू पे गरौँला राम्रै यहाँ चाहिँ चिलमा खाएको ल के छ एक वचन भन्दै त ल दाइको लागि बुङ्गुरको मासु पनि आइसकेको छ हाम्रो दिदीले लिएर सक्नु भएको छ ल अहिले तल यहाँ बसेर केही छ डाटा यहाँ वाइफाई छ है वाइफाई पासवर्ड हालिदिँदा उहाँ डाटा चिन्ता नलिँदा यहाँ पिर गर्नु पर्दैन ल सल्लाह दिएको है गो हेलो ल हामी लाग्यौँ अहिलेलाई मण्डला होटेल छोडेर हिँड्यो के फाइनली हामी चाहिँ अब लो यति प्लाजा ल ल 500 रुपियाँ दिन्छ अरू 3000 थप्ने आइपुग्यो त्यसो 500 दिन अब कति दिन्छ आइफोन लिन जाँदैछ है फाइनली हामी यहाँ टङ्का ठाउँमा मोबाइल किन्न जाइसकेका छौँ है लो प्लाजा यति र धनै यता बिजी छ नि उसले त मार्छ होला हौ मैले त्यसो माथि हुन्छ है यो चाहिँ पुरै ए आमा ड्रोन किन्नु होइन हेर न जम्मा 57 हेर न क्यामेरा गएको छ खोइ कति रहेछ यार मैले किने एउटा क्यामेरा त किनिरहेको थियो त्यो चाहिँ टङ्का दाल भन्नुपर्छ एउटा क्यामेरा कस्तो हुन्छ एउटा टक्क लाएर होइन त्यही भएर नि उहाँलाई नै भनेर जाउँ नि होइन एउटा ऊ चाहिँ मलाई एउटा क्यामेरा र ड्रोन किन्नु सक्छ क्यामेरा टक्क मुस्ताङ लिएर गएर क्यामेरामा खिच्ने होइन अनि ड्रोनमा टक्क उडाएर सबै गाउँ घर टक्क हुन्छ नि त यार सोख हुन्छ नि त होइन 3 पिस 10 रुपियाँ टी सर्ट हेर के त्यो एउटा 1 घटाए 10 भएन 110 हो कहाँ छिनाउला त खुट्टा तिमीले लास्ट होइन लास्ट हो लास्ट ल आइफोन हुँदा केही छैन यार है आइफोन हुँदा केही छैन क्या फोन क्यामेरा पनि लिन्छ यार नि ल क्यामेरा एउटा चाहिँ किन्यो मैले चाहिँ के हो यो पुरै उयो हो नेपालमै छ नि त कहाँ हुन्छ हाम्रो दाजु के को भन्छ आमाले बुलेट त तल पो रहेछ हेर नि त भने घर जानेलाई बुलेट लान्छ कि आइस हौ बुलेट होइन केटी भने यार अफरमा केटी पनि अफर यार यो कि माल हो होला त किन पछि हटिरहेको छस् सम्झना बिर्सना यो कसैलाई त्यही हो नि त यहाँ त त्यो कामै मोबाइलको मात्रै होइन मोबाइल ल्यापटप क्यामेरा चाहिँ एउटा त्यो टक्क लाएर आफैले लिएर गयो भने सर्व लाएर खिच्न भन्नालाई हामी हुन्छ नि त के झोलिहाल्छ नि ढल्छ नि कता यता होला हौ माथि होला अझै यहाँ हो ओके हामी टङ्का दाल वेटिङ गर्दैछौँ ल आइफोनको सुरु भयो आइफोनको ढेर लाग्यो यहाँ 2-3 वटा हुँदैछ नै ओपनिङ हुँदैछ
दुईवटा है दुईवटा ल नमस्कार नमस्कार ल यता नि हेरिदिनु न यसो अनि आफ्नोतिर हेर्नु पऱ्यो नि त ल अरे अर्को देखाउनु पऱ्यो कि दुईवटा फोटो अहिले हाल्नु एकछिन फाइनली आजको हाम्रो प्रोग्राम चाहिँ आइफोनबाट हुँदैछ है हामी सब आइफोन बनाएको आइफोनको मालिक हुनेवाला सबले यो भिडियोहरू चाहिँ आज युट्युबमा हाल्नु पाइन्छ बेलुका दुईवटा एकैचोटि होइन ब्याट्री गर्ने आइफोनहरू 16, 14 आइफोनको लागि कति ल्यायो होला बरै कठैबाट 1250 छ यो हो 1250 कहाँबाट पैसा त्यो 1200 होला यो सुजन ल्यायो होइन सुजन 100 रुपियाँ छ तिमीसँग आइफोनले खाने भयो कि पैसा हेर कठैबाट 2.5 लाख है 2.5 लाख भयो 25 रहेछ होइन 27 पैसा मालिक पनि नै फोनको मालिक पनि नै है यो चाहिँ स्मार्ट बनाउँदैछ बाहिर यसो गरेर पोत बनाइदिन्छ बाहिर अहिले मलेसिया दिँदैछ त्यही भनेर फोन चाहिँ एयरपोर्टतिर नि त रामताल हो कि बोगर लाइन मैले हो अहिले हो मैले आइ भने धेरै केयरफुल हुनुपर्छ क्या यत्रो पैसा हुनु न यत्रो पैसा गइहाल्नु धेरै केयरफुल हुनुपर्छ दादा यहाँ त मलेसिया गएको छैन यहाँ त काम छ नि केही काम छ नि त्यही भएर त्यहाँनिर मिसिन हाल्दैछ र यो नि यो पनि लिनु गयो यार मुटु कसो गरेछ ठाउँमै छ हिसाब